के किन्न आँटेका अरे परिवेश हो किन क्याम्पिङ जान ल मजा आयो बिचमा नि बस्न मिल्दो रहेछ लु बोक नि त लु जाउँ बोक नि त्यही तलको बोक न एउटा बुन होइन $50 कतिवटा किन्नुभयो दुईवटा हाम्रो $42 $100 चारवटा आयो होइन गर न Please remove all scanned items. बुनलाई समायो पऱ्यो एउटा छोरीहरूको चाहिँ यस्ता छ के रमाई कि खोइ के भन्नुहुन्थ्यो आमाले अहिले मलाई भन्नै आएन त क्या थियो आमा रेडी हुँदैछु सक्यो अब यही लगाएपछि रेडी गाइज कहाँ जान रेडी क्याम्पिङ जान ल अरू झोलाहरू खोइ म्याट्रेसहरू खोइ हो ल रेडी रेडी उसको टेन्ट छुट्टै अरे आन्टी नमस्कार अंकल नमस्कार कहाँ हिँडेका तिमीहरू बोलो कहाँ क्याम्पिङ ल बस रेडी गरेर बसेको रहेछ भिडियोमा देखिने ल कबाट सुरु ल अन्ताक्षरी खेल्ने हो भने सुनिएन अलि सुनिने गरी पहिलो पहिलो मेरो माया जुलाई भनिदेन यसरी मेरो जुलाई ल बाटो लामे सहर ज्याबारी राम्रो त्यही पर घर हाम्रो कास्की हो छोरी पातली मोरी लैजाने आठ हाम्रो नि लैजाने आठ हाम्रो कहाँ जाने अब के किन्न बुनो ल वाउ राम्रो कति राम्रो छ अम्ब्रेला हो सानो वाउ अरू यति होला अरू पनि छ कप धेरै वा लाने एउटा ओके ल लेट्स गो
सबैजनालाई वेट गर्दा गर्दा नानीहरूले चाहिँ भोक लाग्यो भने कोही पनि आइपुग्नु भएन। जायनतिर छिर्दैछौँ। अब के खान्छन् नानीहरूले हेरौँ, त्यहाँ खाँदै गर भनेर छिर्यौँ हामी जायन्टतिर अहिलेलाई। के खाने अरे नानी? अब के खाने? केक? ल हेर पैसा तिर्ने यसको। कति बोलेको तिमीहरू। कसले कुन खाने हो? आफ्नो आफ्नो बोका। म त त्यही केक खाने होला भनेको थियो, भरे केक होइन अरे त। यता हेर भयो, अगायो अब टन्नै भयो बोनु अगायो। ल आन्टीहरू हराएर बल्ल भेट्यौँ हामीले तपाईँहरूलाई उता डेरी लाइनतिर पनि, अनि हराएर बल्ल भेटे त। पुग्छ Let's go. हामी जस्ट जायन्टबाट फिनिस गयौँ नि, चाहिँ अब गयौँ रोड ट्रिप। नमस्कार दिदी। नमस्कार। ठिक छ। साथीहरु अघिदेखि रेडी होइन? हामी त सुपर फास्ट। कतिवटा भइसक्यो आज? भिनाजु ए भिनाजु हजुर भन्नु। ओ नमस्कार, मेरो नक्कली मिमी के गली के हो यो गालामा? गालामा के गली के हो? अनि के छ? सबै ठिक छ। नमस्कार। मेरो स्ट्यान्ड थियो नि भाइ, हजुरको गाडीमा छ। दिन भिडियो भिराजु कस्तो है, ससुराली आउँदा छुट्नु भनेको त यो त। लुप्सी हाम्रो ए हो 81 अर्को निकाल्नु। मामाहरूको घर रेडी भयो नि। मामाजीको घर रेडी भयो? किलासिला गाडी अरे धेरैजना आइरहेको छौँ। अनि यहाँ अञ्जना दिदीको घर पनि रेडी भयो। ल यो अञ्जना दिदी र भिनाजुको यो रेडी भइसक्यो। अब ससुराली आएको मान्छेलाई त यसो बेलैमा व्यवस्था गर्नु परेन। अनि टेन्ट सुरु भयो अब। घर रेडी भएन? दिदीले यता फर्काउनु नानीहरूलाई हुन्छ भन्नु। अनि ल बुढाबुढीहरूको पनि घर रेडी भयो। हजुर
दुईटा पाल्नु यो एकछिन पख न छोरी के हो भाइजू पानी नानी मिनरल वाटर चाहियो अरे कि मिनरल वाटर र पानी सकिसक्यो छिटो न एउटा के पो त्यो बुहारी नानी गलिन अरे यहाँ बसिरहेछन् पापुरा समाउँदैछन् पाता दुख एकदमै ए पाता दुख अरे छोरी पनि यहाँ हेर्नु भन्ने कुरा आयो है ए यहाँ बाबा छोरी बस्दै होइसिन्छ चम्चा राख न चम्चा गोजीमा हाल आफ्नो गोजीमा हजुर गोजीमा हाले मैले तपाईँको हामी हालिसकेको बाबु हालिसकेको हाम्रोमा होइन हालिसकेको बाबु सिलिङलाई त हालिसकेको यो तीनटा ल राजा के खाने त अब लाइभ म्युजिक पनि यहाँ बजाउँछ केटाकेटीहरू बोलेर यहाँ खाँदैछन् ल खानाको नन भेजहरूले पनि खान्छ होला सबैले खाने हो नि माइली बुहारी के पाक्यो माइली र साइली मिलेर के बनाइसकेको के खाना पनि दिसिन्न म त ठुलै पो परेछु त माइली र साइली मिलेर त कहिले खाना दिने होला यी बुहारीहरू त कामै नलाग्ने हो म चाहिँ बुहारी होइन नि फेरि अचार छ नै त्यो यसमा भिजाइदिइ राखौँ र गार्लिक पाउडर ल्याउनु बिर्सेछ यार गार्लिक पाउडर नि यो छ नि लसुन पिसेर हाल्दा लसुन चाहियो नि केमा म उयो भिजाइदिउँ यो एउटा प्यानमा दिँदैन Rapunzel. Yeah, just mermaid in general. आज पानी परेन एकदमै आज पानी झारेको जस्तो हो त्यो भनेर पनि डरायो जस्तो छ पानीमा पनि यो जानु नै रहेछ पनि छोड्दैन पानी आओस् आँधी आओस् बेरी आओस् जसरी पनि म जाने कि जाने जाने हामी त जाने हो खुट्टा हल्लाइ पो रह त तर त्यो भने चाहिँ डरायो जस्तो लाग्यो मलाई पानी यसले त जस्तै पानी भने कन्फिडेन्स छोड्ने भयो यसले भनेर पानी डरायो कन्फिडेन्स गर्दा तिमीलाई भनेको थियो होइन जाने हो हेर पानी कस्तो मिठो बाबु मिठो नाइस एकदम मिठो लगाइसक्यो फेरि फेरि पनि यस्तै भन्दै गर्नु ल बेला बेलामा खाइहाल्नु न छिटो अलिकति एउटा एउटा म त हातैले दिएला अहिले आइपुग्छ चम्चा खोज्दा के गरेको यो दुईटी माइली बुहारी चाहिँ यो माइली अचार ल्याउने म खाने माइली भोक लाग्यो काटेर नि सासु त कति छिटो के हो यिनीहरू मात्रै बुहारी बुहारी भएर हतार हतार दिन थालेछन् त भोक लाग्यो नि त भोक लाग्यो कति काम त्यत्रो छ मकै हालेको छ केही गरेको छन् चटपटे बनाएको छैन अनि हजुर नसकेको नि खाएको पनि त्यो सब्जीको नि बार्बेक्यू बनाउनु सुत्नको लागि फर्स्ट दिन चाहिँ हामी आयौँ यहाँ सुत्ने बेबी सुत्ने शुभरात्रि 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 अब सुतौँला भोलि बिहान भेटौँला ल शुभरात्रि सानो